एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। मैले धेरै भयो भ्लग सुट नगरेको। नेपालमा हुँदा लास्ट भ्लग अपलोड गरेको थिएँ अनि त्यसपछि अस्ट्रेलिया आएँ। त्यसपछि भ्लग बनाउने फुर्सद पनि भएन त भाग्दा भाग्दै अनि फोन पनि थोत्रो भइसकेको थियो। अनि अहिले मलाई मेरो हस्बेन्डले 17 Pro Max गिफ्ट गर्नुभएको छ, त्यसबाट भ्लग गर्दैछु। उहाँ चाहिँ मेरो देवर हुनुहुन्छ, ह्यान्डसम देवर। मेरो 300 समथिङ सब्सक्राइबरको लागि हो यो भिडियो, यो भ्लग होइन। अनि हामी यसरी जाँदैछौँ सपिङ मलतिर। आज हामी दुईजनाकै डे अफ, अनि घर बस्दा बस्दै बोर हुन्छ भनेर हामी मलतिर जाँदैछौँ दुईजना सपिङहरू गर्ने। ग्रोसरी सपिङ नै हो हामीले युजली गर्ने मलमा छ। वाह, कति राम्रो देखिने। नेपालमा पनि छ नि, काठमाडौँमा। कति राम्रो देखिन्छ ज्याकेलेन्डा। यता पनि छ। हामी अहिले लाइटमा छौँ। यतिकै जथाभावी बाटो काट्न पाइँदैन। यसरी यहाँ प्रेस गरेर त्यहाँ ग्रिन लाइट बल्छ, त्यहाँ ग्रिन बलेपछि बल्ल हामी हिँड्न पाइन्छ। ग्रिन बल्यो, अब ग्रिन बलेपछि हामी बल्ल हिँड्दैछौँ। हाम्रो घर नजिकै पार्क छ। पार्क चाहिँ यता जताततै हुन्छ। सर्टेन डिस्टेन्समा बच्चाहरूको लागि खेल्नको लागि अनि हामीलाई रिल्याक्स गर्नको लागि पार्कहरू हुन्छ। एकदमै पिसफुल ग्रिन्स। अनि त्यसपछि खेल्ने, स्पेसल्ली खेल्नको लागि पिङहरू, चिप्लेटीहरू सबै हुन्छ। अनि यसरी वासरुम पनि हुन्छ है पार्कमा। वेल मेन्टेन पार्क हो यो। अस्ट्रेलियाको सबै पार्कहरू यसरी नै वेल मेन्टेन नै हुन्छ। बायोडाइभर्सिटी एकदमै राम्रो छ अस्ट्रेलियाको। तपाईँलाई कस्तो फिल हुन्छ त पार्कमा आउँदा? पिस अफ माइन्ड हुन्छ त्यो। एकदमै धेरै बर्ड्सहरू छ है अस्ट्रेलियामा, डिफ्रेन्ट स्पिसिसको। मैले नेपालमा नदेखेको बर्ड्सहरू अस्ट्रेलियामा आएर देखिरहेको छु। यिनीहरूलाई त मैले यहाँ आएर चिनेको। अनि बच्चाहरूको खेल्ने ठाउँ। तर हामी एभ्री टाइम यहाँ आउँदा सधैँ पिङ खेलेकै हुन्छौँ। हामी पिङ खेल्नको लागि मात्र भने पनि आउँछौँ है पार्कमा। एकदम रमाइलो हुन्छ। सानो हुँदा नेपालमा चाहिँ त्यस्तो पार्कहरू छैन नि त, अनि हामीले धेरै चाइल्डहुड इन्जोय गर्न पाएनौँ भन्नाले अब यो खेल्ने पर्सपेक्टिभमा। त्यही भएर अहिले चाहिँ पार्क देख्ने बित्तिकै दगुरेर पिङ खेल्न गइहाल्ने हो। बच्चाहरू छ भने चाहिँ बच्चाहरूलाई चाहिँ हामीले हाइज्याक गर्न मिल्दैन, यिनीहरूको फर्स्ट राइट हुन्छ। कोही पनि नभएको बेलामा चाहिँ हामी दगुरेर गइहाल्छौँ। यस्तो छ पार्क। यत्तिकै पसेको पार्कमा चाहिँ एकदम रमाइलो फिल हुन्छ। त्यही भएर अब हामी मलतिर नै जान्छौँ। हामी अन द वे टु मल नै हो है। यो चाहिँ बिचमा पर्छ। ट्रेन स्टेसन चाहिँ नजिकै छ। यसरी रेस्टुरेन्टहरू छ टन्नै। यो क्याम्बेलटाउन सिटी हो। क्याम्बेलटाउन सिटी चाहिँ सानो छ, तर यहाँ बसेर खानको लागि रेस्टुरेन्टहरूको अगाडि कुर्सीहरू राखिदिन्छ। मान्छे बेलुका बेलुका चाहिँ एकदम धेरै हुन्छ नि यहाँ। कामबाट थाकेर आएपछि कसैलाई पनि घरमा पकाएर खाने जग्गा हुँदैन, त्यही भएर हामी प्रायः बाहिर नै खान्छौँ। हामी मात्रै होला 2 छाक पकाएर खाने घरमै। खिच्न पाइन्छ कि पाइँदैन?
गाइस हाम्रो सपिङ सकियो 2 घन्टा सपिङ गऱ्यौँ टाउको दुखिसक्यो यहाँ हेर्नु त कपाल काटेर कति ह्यान्डसम भएर उता फर्किनु म त चिन्दै नचिनेको बार्बर सपबाट निस्किँदा यस्तो धगै लाग्छ नि हामीले ब्रेकफास्ट मात्रै गरेर आएको अब हामी घर जाऊँ अनि रेडी भएर अनि हामी सिटी जाने सो हामी मलबाट फर्क्यौँ मलमा मैले धेरै खिचेर पाइनँ किनकि अरूको कन्सेन्ट बिना हामीले अरूको भिडियो लिन मिल्दैन म यो भ्लग चाहिँ यहीँ एन्ड गर्छु अब अर्को भ्लग चाहिँ सिटी गएको फेरि हेर्नु होला थ्याङ्क यू सो मच फर वाचिङ